वनभोज कार्यक्रम हेर्नुहोस् यसरी खिचेर हिँड्छ राम्रो देखिन्छ यो गल्याङ बजारको चौकी लाइन एरिया अनि यो गल्याङको स्केटिङ सेन्टर गल्याङभन्दा केही टाढा हुनुहुन्छ भने अवश्य जोस ठाउँ चाहिँ रमाइलो भन्दा पनि राम्रो रहेछ यदि तपाईँहरू आउनुभएको छ भने छैन भने एकपल्ट यहाँ आएर अवलोकन गरिदिनु अथवा पास बस्नेको पनि सुविधा छ है आज हाम्रो रमाइलो कार्यक्रम छोटो मिठो भेटघाट थकाइ लाग्यो सबैभन्दा ठुलो पाउरो लाङ्गालीजीले बोक्नु भएको छ अलि यिनीहरू अलि भर्खरको त एउटा ठुल्ठुलो बोकाएको है सकिएन सक्छौँ ए हाम्रो दाइ हो थिल्लाजीले केही नभन्नुहोस् है के बोक्नु भएको छ ल एकपल्ट हामी आउँदा यहाँ चाहिँ पानी थिएन हामी होलीमा यो भित्र एकदम कलर खेल्दै लडेको है हामी साथीभाइ लडेको भन्दा नि यता लडेको होइन रमाइलो गरेको भन्नु पऱ्यो होली लाउँदै यताउति अनि माछा पालन प्लस पशुपालन सबै हैछ राम्रो छ त ल हेर्नुहोस् बबाल नुन मात्रै हाल्यो पोल्यो 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 नजिक 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 राम्रो कति मिठो होला जस्तो छ यार हाम्रो अझै अब थपिँदैछ यो सेकुवा झिल होइन हजुर यही छ यार भुँडी पल्टा यिनी त प्योर भयो प्योर ब्राह्मण भयो आजलाई चप्पल चाहिँ खोलेर हिँड्छ है फेरि ल त्यहाँ सेक्नुहोस् क्या अब आफू नसेकिनु ए आफू नसेकिनु त्यही हो बत्ती बाल्न पनि यही मोबाइल महँगो मोबाइलै ठिक हुँदो रहेछ चर्को बोल्दो रहेछ त्यसो हुँदा आगोको नजिक नजिक लगाएर ठ्याक्क पार्नु पर्ने उहाँ अब साउजी होइन थिरलालजी ओ थिरलाल सर प्याज छिल्या सान्दाइले लसुन घरबाट मिक्सर नल्याएर यहाँ दुःख पाए ए दाइ नि हो खुर्र खुर्र हो नि त ल फेरि दोस्रो सुरु भइसक्यो हाम्रो
पहिलो चरणको हामीले खाएर भ्याइसकेको छ भने यो दोस्रो चरण फेरि सुरु भइसकेको छ साथीहरू सबैले हेर्न सक्नुहुन्छ ल खाएर नभए पनि हेरेर भए चित्त बुझाइदिनु ल मेरा प्रियजनहरू ल हेर्न सक्नुहुन्छ गाइस ल यहाँ तयारी एकदम बब्बालाई ओ माई गड बेस्ट एकदम सुपर देखिएको छ ल मासु फ्राई हुँदै ल हेर्न है गाइस यो अनि खानेको मजा भनेको यो नाइट ओ माई गड ल त केही छैन ओ माई गड यो पो मजा ओ माई गड यो पाकेपछि यसको ल हेर त कलरदेखि लिएर स्वाददेखि लिएर बबालै हुनेछ गाइस है कति मजा लुट्नु छ र हो लुटौ भाइ आजकै रात हो हामीले लुट्ने भनेको ल सबै बसेर लुट्न पर्छ गाइस है लुट्न पर्छ यता चाहिँ हाम्रो स्पेसल मासु पाक्दैछ भेजिटेरियन मासु ल हेर्नुहोस् कलिफ्लावर एकदमै टेस्टी टाइपमा रेडी भइसकेको छ यसको पनि खुवायो भने एकदम बबालै हुनेछ हुन्छ कि हुन्छ डाइरेक्ट जडान गरिदिनु उसमा यहाँ हाम्रो ल गीतको लागि जोडन पनि तयारी भइरहेको छ हल्का फुल्का गीत त भित्र बजिरहेको छ अलि टाढा भयो त्यसको मजा अलि आएको भन्ने कुरा चाहिँ हाम्रो साथीभाइहरूसँग हामीलाई केही कुराको जानकारी भइसकेको छ भने अब चाहिँ हामी फेरि केही समयमा फेरि यो दोस्रो चरणको मासु पनि च्याप्प मुखमा हालेर यसको मजा लुट्ने छौँ हाम्रो कुक भने एकदमै बब्बाल हुनुहुन्छ हाम्रो कुक सरको लान पसिना छुटेको छ गाइस सबैलाई मजा दिने मान्छे मध्ये यहाँ नै पर्नुभएको छ ल हेर्नुहोस् है ल हेर्नुहोस् हाम्रो सेकुवा लगभग तयार भइसकेको छ अब यसको पिस कटिङ हुनेछ ल हेर्नुहोस् वाउ सुपर ओ माई गड योभन्दा राम्रो हुने ठाउँै छैन गाइस यार ल हेर्नुहोस् हाम्रो डम्बसरले या मुखमा ओ मिठो एकचोटि हेरौँ न अझै मुख यार सुपर ल खाने तरिका पनि आज मिक्सिङ भोइसमा आउनेछ है कहिले ताईको कहिले मेरो एकदम बब्बालै हुनेछ सरी आजको रात भनेको त हाम्रो रात यार संसारमा नगरेको रमाइलो आज हामीले गर्ने कोसिस गर्नेछौँ गाइस ल न मलाई पनि दिउँ न गाइस यार एउटा यस्तो खाइदिउँ न ल एक घन्टा टेस्टिङ हानौँ त ल हाम्रो भाइले खाएको हेरौँ न यार तपाईँलाई यो ल सुपर मेरो लागि ल सम्पूर्ण साथीहरूले हेर्न सक्नुहुन्छ हाम्रो मोबाइल सङ्घको कार्यक्रम ल लगभग आधा आधी अब एन्डिङ भइसकेको छ अब यस वर्षको लागि हामीले एउटा एकदमै यादगार पल राखेर अर्को वर्षलाई पनि हामी फेरि आजकै यस कार्यक्रमबाट अन्त्य गर्दै साथमा अर्को वर्षको कार्यक्रम पनि कसरी चलाउने भन्ने बारेमा पनि हामी गर्नेछौँ जहाँसम्म अब हाम्रो यो भिडियो अन्त्य हुनेछ सम्पूर्ण साथीहरूलाई धन्यवाद भन्न चाहन्छौँ र सबैको व्यवसाय पनि सफल रहोस् भन्ने कुरा हाम्रो सरबाट प्राप्त भएको छ है त्यसैले यहाँको सरले पनि यता आनन्द लिनुभएको छ यस रमाइलो भयो आजको गएको रात है।